यहाँ त जोडी हेर्न आए जस्तै भइरहेछ यार मलाई। अब धेरै त भ्युज आउँदैन, 60-70 आइरहेको हुन्छ। जोस त्यतिजनाले पनि जोस हेरिदिइराख्नु भइरहेछ, खुसी लागिरहेछ। यसरी नै अब 60 देखि 100 देखि 1000 देखि लाख पुऱ्याउनु पर्छ। वेलकम टु माई ब्लग। सो आजको भिडियोमा तपाईँहरू सबजनालाई स्वागत छ। अनि आज चाहिँ म राइडमा हिँडिरहेको छु आज होइन। मैले साइकल झिकेको छु होइन, तपाईँहरूलाई सबैजनालाई थाहा छ होला। अनि मेरो साथमा हुनुहुन्छ हाम्रो पताक सिंह, उसको नाम चाहिँ के अरे नाम भनिदेऊ न। नाम पुनः लिम्बू। अनि साइकल छ, अब अस्ति साइकल झिकेको तपाईँहरूलाई थाहा छ होला नि, मैले भिडियो बनाएको थिएँ। अनि अहिले चाहिँ 12 बजेको घाम, यस्तो चर्को घाममा हामी दुर्गापुर जाँदैछौँ। दुर्गापुर चाहिँ पुग्दिनँ मलाई, जस वरैसम्म पुग्छौँ मलाई, जस राइड गर्नुको लागि गएको होइन। फर्स्ट राइड हो मेरो आज। 24 महिना पछाडि आज बल्ल बल्ल साइकल कुदाएको। लाज पनि लागिरहेछ होइन। अब लजाएर मात्रै हुँदैन, केही गर्नुको लागि त्यस्तो त्यो लाज साज मानेर भएन नि त होइन। अनि त्यही भएर चाहिँ अब मैले जस्ट मेरो घरदेखि म यता 1 किलोमिटरभन्दा धेरै आइसकेको छु। अनि त्यहाँबाट आज यहीँबाट स्टार्ट गरेको। अनि आज बोल्नु पनि कस्तो कस्तो भइरहेछ क्या, लाज लागिरहेछ पुरा हुन्छ नि। अब यहाँ कोही मान्छेले देख्दिनँ कि। अनि मैले ड्राइभर पनि राखेको छु होइन, तर ड्राइभर चाहिँ जोस् अब भनौँ न, अघि मैले भने नि उसको नाम पुनः लिम्बू। अनि जोस् अब हामी जान्छौँ। अनि तपाईँहरूलाई यो साइकलको जोस् अब मैले धेरै दिन पछाडि साइकल कुदाएको नि त। अनि अब यहाँ साइकल कस्तो हुँदैछ, म कसरी कुदाउँदो रहेछु तपाईँहरूले त्यो पनि हेरिदिनु होला। जङ्गलको बिचमा अब हामी त्यहाँ गएर यसो हल्का उडी हान्ने हो। ड्राइभर राख्दाखेरि चाहिँ जोस् मजा हुन्छ, किनकि यसरी हावा खानु पाइन्छ नि त। ब्लग पनि बनाउनु पाइन्छ। अनि ड्राइभरलाई चिन्ता नगर, ड्राइभर तिमीलाई मै चिना एउटा चटपटे भन्दा पनि पानी पुगेपछि तिमीले चटपटे त अब खानु हुँदैन, किनकि घाममा झन् यस्तो यो घाममा होइन, झन् अहिले ड्राइभर पेट पोल्छ क्या, पिरो देखेर हुँदैन नि त, पिरो हुन्छ नि त चटपटे त। अनि यसो अनि यता चाहिँ सब धान रोपिसकेको रहेछ यो गाउँतिर चाहिँ होइन। अब यहाँबाट यता गाउँ छ, अनि यता यहाँ चाहिँ जङ्गल छ होइन। यहाँ जङ्गल आइसकेको छ। जाँदैछु हामी सर। यसरी हुन्छ नि, कम्मर पुरा जस्तो पकाएर च्याप्टसँगले हिँड्नु मजा आउँछ जस मलाई चाहिँ होइन त गाइजहरू। हामी जङ्गलमा पिच्चा पाइसक्यो गाइज। अनि हामी बुढा चोर यो बच्चालाई वै चोर अरे। यहाँ एउटा हुन्छ नि, एउटा अङ्कल कस्तो गाजा बनाएको थियो यहाँ चाहिँ एउटा अङ्कल हुनुहुन्थ्यो होइन, यहाँनिर यहाँ बस्नुहुन्थ्यो। यो अङ्कललाई चाहिँ म जस भेट्नु मन लागिरहेको थियो, तर यो अङ्कल आज हुनुहुँदो रहेछ जस अपङ्गा हुन्थ्यो क्या, यहाँ बस्नुहुन्थ्यो क्या, एउटा पुरै थिएन क्या त्यो अङ्कल। हामी जङ्गलमा आइसकेको छौँ है गाइज। हेलो गाइज, हामीलाई सब्सक्राइब गरिदिनु पऱ्यो तपाईँहरूले। त्यो फाल्टो चप्ली मेरो त्यो फाल्टो साल्टोहरूलाई सपोर्ट गरेर हुन्छ, केटी मान्छेहरूलाई मात्रै हेरेर हुन्छ। यहाँ केटा मान्छेको पनि भिडियो हेर्नु पऱ्यो। यहाँ कस्तो यार सपोर्टै गर्दैन। 2 वर्ष भइसक्यो भ्लग गरेको, खोइ त अहिलेसम्म कति 3000 सब्सक्राइबर पुऱ्याएको थिएँ। 3000 सब्सक्राइबर पुऱ्याएर फेरि च्यानल बिग्रेपछि साइकल पनि बिग्रियो। साइकल 2 वर्ष पछाडि झिकेको, त्यो पनि अस्ति झिकेको साइकल। सपोर्टै छैन यार, के हो यार, यत्रो मिहिनेत गरिरहेको छु। र अनि हामी जङ्गलको मतलब बिचमा आइसकेको छौँ। अनि हामीले यस्तो मिहिनेत गरेको कसले देख्छ क्या, मैले मिहिनेत गरेको कसले देख्छ क्या। अब भनेछु त के अरे केटी जिस्काएकोमा देख्छ मलाई, म केटी जिस्काउँछु अरे। अनि केटी मान्छेहरू अर्काको गर्लफ्रेन्डहरूलाई जिस्काइदिन्छु अरे। त्यो भिडियो हो क्या त्यो, मैले त्यो जस उनीहरूलाई सोधेरै गरेको हो नि त त्यो भिडियो त। मैले त्यत्तिकै मैले उनीहरूलाई नसोधी गरेको होइन नि त। त्यस्तो त त्यहाँ रिसाउने कुरा केही छँदै छैन क्या, त्यो छ त के छ होइन। अब मान्छेहरू अरूले देख्यो भने त्यो अब होइन हुन्छ नि, अब अलिकति नराम्रो सोच्छ होला होइन। तर मैले चाहिँ त्यो जस एउटा हुन्छ नि, एउटा भिडियो रमाइलो भिडियो जस हुन्छ नि, त्यस्तै मात्रै बनाएको क्या मैले। त्यस्तो नराम्रो छ जस्तो लाग्दैन, तर कतिले भन्छ त्यस्तो नगर्नु, त्यो राम्रै पनि हो। तर मैले चाहिँ यस्तो एउटा भ्लगको लागि गरेको। र यो ठाउँ चाहिँ जुन हुन्छ नि, यो म अहिले यहाँ आइरहेको छु, यो बाटो चाहिँ पुरा हात्ती हिँड्ने बाटो होइन। यहाँ बेलुका साँझ परेको बेलामा चाहिँ यहाँ यो बाटोमा हात्ती अनिवार्य हुन्छ क्या, अनिवार्य हुन्छ। यो बाटो डेन्जर हो। अब यहाँ कति मैले सुनेको, अब यहाँ मान्छेहरू हुन्छ नि मारेर फ्यालेको पनि थियो अरे, तर मलाई चाहिँ थाहा छैन होइन। तर मैले सुनेको मात्रै हो, मैले देखेको चाहिँ छुइनँ। र अनि मलाई पनि एक्लै हिँड्नु चाहिँ यो बाटो डर लाग्छ क्या, त्यही भएर म एउटा सिक्युरिटी चाहिँ लिएर हिँड्छु, किनकि यसलाई मार भने पनि म भाग्नु सक्छु नि त होइन, के हो। र अनि जस हुन्छ नि कस्तो बवाल हावा आइरहेको छ क्या यो बाटोमा, ओपर क्या हुन्छ नि, मजा आज चाहिँ जस सधैँ नै आइराखौँ जस्तो लागिरहेको छ क्या मलाई पुरा हुन्छ नि। ओपर मजा त्यही माथि आज मेरो ड्राइभरले पनि मजाले हाकिरहेको छ होइन ड्राइभर। अनि त्यही हो। अनि जस नयाँ आउनेहरूले सब्सक्राइब गरिदिनु होला।
हेलो र अनि हाम्रो भिडियो यही बनाउनु यो बाजेलाई यसो हल्का उयो गरिदिउँ न जिस्काइदिउँ न तर जिस्काउनु चाहिँ होइन यस्तो घाममा कहाँ हिँडेको हुन्छ नि होइन सोधेर अनि बिस्तारै 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 त्यही साइडमा लगिजान टिभी साइड यता साइडमा लगाएर बिस्तारै बिस्तारै लौ लाग्यो हो कता हिँड्नुभएको हो है कता हिँड्नुभएको लौ घरै त अब तपाईँको ए भाइ ओस् भाइ सुन न भाइ भाइ होइन यसलाई भनेको मैले जिस्काइदिएको ह्याप्पी बर्थडे ए भाइको बर्थडे हो बाजे सुन्नु न तपाईँ यस्तो जङ्गलमा एक्लै के बाख्रा चराउन आउनुभएको होइन यहाँ उताबाट भन्दा यता छिटो बाटो अनि माथि बिरामी हेर्नु गएको थिएँ ए हो गाउँमा ए म त बाख्रा चराउन जङ्गल छाता पनि बोकेको थिएन अनि यता शीतल शीतल हुन्छ यस्तो घाममा हिँड्नु हुँदैन नि बाजे कति वर्ष पुग्नु भयो वर्ष त बुढै भयो नि त्यही त 100 पुग्नु भयो ए 90 को मान्छे यस्तो कडा जमानामा ढेँडो भात खाएर हो कि र हुन्छ नि यहाँ चाहिँ जङ्गलमा अब म एउटा कुरा चाहिँ भन्न चाहन्छु किनकि यो जङ्गलमा पुरा डेटिङ सेटिङ लास चलिरहेको हुन्छ क्या म भन्नु चाहिँ नहुने थियो होइन तर पनि भनिदिइहालेँ मैले पुरा यहाँ हुन्छ नि डान्सिङ कारहरू म भेटिरहेको हुन्छु पहिले भेट्थेँ क्या अनि हुन्छ नि कस्तो मजा आउँछ क्या हेर्न चाहिँ मजा आउँछ तर म वास्ता गर्दिनँ थिएँ क्या अनि घरिघरि चाहिँ भ्लग बनाइदिउँ कि जस्तो लाग्थ्यो फेरि हुन्छ नि बिल्ला हुन्छ भनेर अब उनीहरूको फेरि केही नाम बदनाम हुन्छ भनेर चाहिँ म त्यस्तो गर्दिनँ क्या फेरि त्यस्तो पनि छुइनँ म र मैले धेरै 3-5-4 मिनटको भ्लग बनाइसकेको छु र अब म त्यहाँ गन्तव्यसम्म जाउँ न र अनि गाउँ निक्ल्यो है नि गाउँ कस्तो बगाले बर्खाको बेलामा चाहिँ पुरा त्यो हुन्छ नि बादलहरू चाहिँ दामी हुन्छ गन्तव्य अब यहाँ पुलसम्म चाहिँ होइन त्यहाँ भनेर चाहिँ जानु सक्दिनँ किनकि फर्स्ट टाइम पनि थाहा छ यता धेरै 2 वर्ष पछाडि आएको मान्छु भ्लग गर्दै यसरी अनि काममा पनि जानुपर्छ त्यही भएर मेरो गन्तव्य चाहिँ यही पुलसम्म हो अनि यो पुलको नाम यो खोलाको नाम चाहिँ के अरे के पो भन्छ दहीजोडाको पुल हो यो दहीजोडा खोला भन्छ खोला पनि यहाँ तल छ अनि यो गाउँ अब यहाँबाट चाहिँ सुरुङ्गा हाइवे पुग्नुलाई चाहिँ त्यस्तै कति किलोमिटर पो छ हौ त्यस्तै होला हौ 5 किलोमिटर होला अनि पहिले म यहाँबाट जान्थेँ क्या अनि घरबाट यहाँ आएर भ्लग स्टार्ट गर्थेँ जान्थेँ अनि जस कस्तो फ्याफा भयो त यार गलेर घाम कस्तो लागिरहेछ यार 12 बजीको घाम यार आम्मा कस्तो भइरहेछ यो चाहिँ मेरो मेहनत बुझिदिनु पर्यो क्या मेरो कहिल्यै हुँदैन यार कति मेहनत गर्छु यार मैले कहिल्यै हुँदैन तर मेहनतै देख्दैन कसैले आएको यहाँ त जोडी हेर्न आए जस्तै भइरहेछ यार मलाई कस्तो क्या किनकि यहाँ सबजना जोडी मात्रै गइरहेछ बाइकमा जोडी मात्रै गइरहेछ अनि हामी चाहिँ साइकलमा जोडी हिँडिरहेछौँ क्या फेरि अनि अब यस्तो देख्दाखेरि गर्लफ्रेन्ड बनाउनु मन लाग्छ के गर्नु केटीहरूले हेर्दैन यस्तो साइकलमा हिँड्नुपर्छ हेर्छ कसैले हेर्नु पर्यो क्या हामीलाई पनि यसो 1-2जनाले अनि क्यामेराम्यान मलाई कस्तो देखाएर छ एकदम देखाएर छ नि होइन पुरा हिँडेर सिँडेर गयो केटी हो केटा हो मेरो साइकलमा चाहिँ म जानुपर्ने अब म हुन्छ नि बनाउने ठाउँमा अब जान्छु अब कता हुन्छ के हुन्छ होइन तर तपाईँहरू सपोर्ट गरिदिराख्नु होला मलाई फलो चाहिँ गरिराख्नु होला तपाईँहरूले अनि त्यही भन्छु वाचिङ टाइम पनि पुगेको छैन पहिले पनि यस्तै वाचिङ टाइम नपुगेर मैले युट्युब च्यानल छोडेको थिएँ अनि अब जस तपाईँहरूले सपोर्ट गर्नुहुन्छ भनेर मैले सोचिरहेको छु अब हुन्छ नि अरूहरूलाई मात्रै सपोर्ट गर्नुहुन्छ जस होइन अरूको राम्रो छ होइन मेरो नराम्रो होला के होला तर सपोर्ट गरिदिनु भन्नु त्यही भन्न चाहन्छु यस्तो जोडीहरू हेर्नु पाइन्छ यहाँ आएर होइन जोस मजा आउँछ जोडीहरू हेर्न यहाँनिर बसेर हाम्रो जोडी यहाँ छ यहाँ क्रस फायरमा सर कहिले लिएर जानु यार क्रस फायर हाम्रो यहाँ यो भइसक्यो यार जिन्दगानी नै यहीसँग गइसक्यो मेरो 2 वर्ष पछाडि फेरि यही साइकल निकालिरहेको छु क्या म सो फ्यामिली अनि आजको भिडियो यति नै भन्दा बाई बाई गाइज अर्को भिडियोमा भेट्नेछु म अनि जस नयाँ सब्सक्राइब गरिदिनु होला अनि यसरी नै
अब धेरै त भ्युज आउँदैन 60-70 आइरहेको हुन्छ जोस त्यतिजनाले पनि जोस हेरिदिइराख्नु भइरहेछ खुसी लागिरहेछ यसरी नै अब 60 देखि 100 देखि 1000 देखि लाख पुऱ्याउनु पर्छ